नमस्कार सम्पूर्ण साथीहरूलाई र विशेष गरी स्वास्थ्य लोकसेवा तयारी गरिरहेका साथीहरूलाई पुनः पनि नमस्कार। आज म एउटा हजुरलाई फेरि एउटा टपिक स्क्लेरल सिस्टम लिएर आइसकेको छु, जुन हाम्रो युट्युब च्यानल मिसन लोकसेवामा हजुर जुट्नु भएको छ उहाँहरूलाई एकदमै विशेष इम्पोर्टेन्ट यो भिडियो हजुरलाई काम लाग्नेछ, किनकि हाम्रो लोकसेवामा स्वास्थ्य लोकसेवामा स्क्लेरल सिस्टम पनि एकदम मोस्ट इम्पोर्टेन्ट पार्ट हो र स्क्लेरल सिस्टमबाट सङ्घदेखि लिएर सङ्घ प्रदेश र स्थानीय तहका इक्जामहरूमा परीक्षाहरूमा खास गरी क्वेसनहरू सोधिरहेको हुन्छ। त्यही भएर साथीहरू यो भिडियोलाई अलिक मध्यनजर दिनु होला, सकेसम्म यो भिडियो हेरेर अलिक प्रतिक्रिया दिनु होला कि सर हजुर मलाई यो अझै कुनै टपिक्सको बारेमा हैन हजुरलाई जिज्ञासा भयो भने सर यो टपिकको बारेमा मलाई भिडियो बनाइदिनुस् अनि म बनाएर तपाईहरुको माझमा राख्ने छु। आज हाम्रो न्यू टपिक रहेको छ स्केलेटल सिस्टम है। स्केलेटल सिस्टम स्केलेटल सिस्टम स्केलेटल सिस्टमले नेपालीमा भनिन्छ हाम्रो अस्थिपञ्जर प्रणाली है। अस्थिपञ्जर प्रणाली अस्थिपञ्जर प्रणाली अस्थिपञ्जर प्रणाली अस्थिपञ्जर प्रणाली भनिन्छ, जसलाई हामी अर्को भाषामा यसलाई कंकाल प्रणाली पनि भन्न सक्छौँ। त कंकाल प्रणाली कंकाल प्रणाली कंकाल प्रणाली कंकाल प्रणाली पनि यसलाई हामी भन्न सक्छौँ। तसर्थ अब हामी यसका केही इम्पोर्टेन्टहरुको बारेमा डेफिनेसन पहिला बुझिहालौँ। डेफिनेसन के हो त? यसको डेफिनेसन भन्नुपर्दा एकदमै सिम्पल तरिकाले हामी बुझौँ। द स्केलेटल सिस्टम इज द skeletal system is the framework of the body The skeletal system is the framework of the body that is made up of bone, cartilage, ligament, and joint. हेर्नुस्, यो स्केलेटल सिस्टममा के भन्छ भने यसको अस्थिपञ्जर प्रणाली एउटै हड्डीहरू मात्र हैन है। यसमा कार्टिलेज, हड्डी र लिगामेन्टहरू पनि मिलेर बनेको हुन्छ र जोर्नीहरू पनि मिलेर बनेको हुन्छ। त्यसलाई हामी के भन्छौँ त? स्केलेटल सिस्टम भन्छौँ। यसलाई नेपालीमा भन्नुपर्दा एकदम नेपालीमा सठिक डेफिनेसन भन्नुपर्दा हेर्नुस्, नेपालीमा के भन्छ भने शरीरलाई आकार दिने है, आकार दिने शरीरलाई आकार दिने आन्तरिक अंग आन्तरिक अंगहरूलाई
अङ्गहरूलाई संरक्षण 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 र शरीरलाई चलायमान है चलायमान बनाउन सहयोग गर्ने हड्डीहरूको समूहलाई स्केलेटल सिस्टम भनिन्छ अथवा कंकाल प्रणाली भनिन्छ। कंकाल प्रणाली भनिन्छ। ल एकदम सजिलो तरिकाले मैले एकदमै सिम्पल तरिकाले मैले लेखिदिएको छु जुन हजुरलाई काम लाग्छ। हजुरलाई क्वेसन आउन सक्छ। ल एक मार्क्समा वाट इज स्केलेटल सिस्टम? द स्केलेटल सिस्टम इज द फ्रेमवर्क अफ द बडी मेड अप अफ बोन कार्टिलेज लिगामेन्ट एन्ड जोइन्ट हैन। यो अर्को भयो। अर्को शरीरलाई आकार दिने आन्तरिक अङ्गहरूलाई संरक्षण र शरीरलाई चलायमान बनाउन सहयोग गर्ने हड्डीहरूको समूहलाई कंकाल प्रणाली भनिन्छ। द ग्रुप अफ बोन्स कार्टिलेज लिगामेन्ट्स द्याट हेल्प्स फर द इङ्ग्लिसमा यसरी कन्भर्ट गर्न सक्नुहुन्छ। द्याट हेल्प्स फर द मुभमेन्ट पोस्चर है एन्ड कभर द एक्सटर्नल टु इन्टर्नल organ of the body is called skeletal system। शरीरलाई आकार दिने आन्तरिक अङ्गहरूलाई संरक्षण र शरीरलाई चलायमान बनाउन सहयोग गर्ने हड्डीहरूको समूहलाई कंकाल प्रणाली भनिन्छ हैन। यो भयो डेफिनिसन। अब हामी बोनमा हामीले के पढ्नुपर्छ त? स्केलेटल सिस्टममा बोन त पढ्नु भयो हैन। ल स्केलेटल सिस्टम हामीलाई के पढ्नुपर्छ त? स्केलेटल सिस्टममा पढ्नुपर्ने भनेको हामीलाई सबैभन्दा पहिला मुख्य पाठहरू जस्तै बोन भयो है, बोन पढ्नुपर्छ। अर्को जोइन्ट पढ्नुपर्छ हैन, जोइन्ट पढ्नुपर्छ। 3 नम्बर त्यस पछाडि 3 नम्बरमा कार्टिलेज है, कार्टिलेज पढ्नुपर्छ। 4थो नम्बरमा टेन्डन पढ्नुपर्छ, टेन्डन र 5 नम्बरमा लिगामेन्ट हैन, लिगामेन्ट। यो स्केलेटल सिस्टम भित्र पर्छ है। बोन, जोइन्ट, कार्टिलेज र लिगामेन्ट पर्छन् भने हामीलाई खास गरी मेन पार्ट भनेको हाम्रो यो हो है। यो बोन र यो मेन पार्ट अफ स्केलेटल सिस्टम, मेन पार्ट अफ स्केलेटल सिस्टम हैन। यसके स्केलेटल सिस्टम मेन पार्ट अफ स्केलेटल सिस्टम। स्केलेटल सिस्टम अस्थिपञ्जर प्रणालीको मुख्य भाग भनेको बोन र जोइन्ट्सलाई हामीले पढ्नुपर्छ। बाँकी यिनीहरू त मसल्स है, यो सबै भनेको त हाम्रो यो भित्र पर्छ, मस्कुलो स्केलेटल सिस्टम भित्र पर्छ। के भित्र पर्छ भने मस्कुलो स्केलेटल सिस्टम भित्र पर्छ यो हैन। किनभने टेन्डन, लिगामेन्टहरू के मसल्सहरू पनि मस्कुलो स्केलेटल सिस्टम भित्र पर्छ है, मस्कुलो स्केलेटल सिस्टम भित्र पर्छ। अब हामीलाई पढ्नु पर्यो हैन, के होला त?
अब स्केलर सिस्टमको डेफिनेसन पनि भयो त होइन, सबै हामीले पढिसक्यौँ। अब यसलाई हामी अगाडि जाउँ। अब यसपछि अगाडिमा हामीलाई के पढ्नुपर्छ भने यसमा कि बोन के हो त है, बोन के हो, वाट इज बोन। ल बोन के हो त, बोन के हो, यो बोन भनेको के हो त, बोन भनेको बोन के हो त, एकदम सिम्पल तरिकाले हामीलाई याद गर्नुपर्छ। इट इज द हार्डेस्ट, इट इज द हार्डेस्ट के त, इट इज द हार्डेस्ट कनेक्टिभ टिस्यू, कनेक्टिभ टिस्यू of the body, of the है, of the body। ल शरीरको सबैभन्दा के त कनेक्टिभ टिस्यू। ल इट इज द हार्डेस्ट कनेक्टिभ टिस्यू अफ द बडी होइन, हार्डेस्ट टिस्यू के त कनेक्टिभ हार्डेस्ट टिस्यू, द हार्डेस्ट कनेक्टिभ टिस्यू भनेको छ। फेरि यहाँ हार्डेस्ट कनेक्टिभ टिस्यू यहाँ हजुरलाई भनेको छ। फेरि कनेक्टिभ टिस्यू मात्र सोधेको छैन, कनेक्टिभ टिस्यू भनेको अर्को चिज हुन्छ। फेरि हार्डेस्ट कनेक्टिभ टिस्यू के हो त हाम्रो शरीरको त, बोन रहेको छ। बोन इज द हार्डेस्ट कनेक्टिभ टिस्यू इन द बडी, बोन इज द हार्डेस्ट कनेक्टिभ टिस्यू इन द बडी। तर हार्डेस्ट टिस्यू भन्यो भने है, हार्डेस्ट टिस्यू टिआइएसई, हार्डेस्ट टिस्यू के हो त, हार्डेस्ट टिस्यू फेरि अर्को चिज हुन्छ। हार्डेस्ट टिस्यू हाम्रो अर्को चिज हुन्छ। हार्डेस्ट टिस्यूमा के पर्छ त, हार्डेस्ट टिस्यूमा पर्नु भनेको के हो, डेन्टाइन हो। के त डेन्टाइन रहेको हुन्छ। हार्डेस्ट टिस्यू के हुन्छ त, डेन्टाइन हुन्छ। हार्डेस्ट कनेक्टिभ टिस्यू बोन, हार्डेस्ट टिस्यू अफ द बडी इज द डेन्टाइन, हार्डेस्ट टिस्यू अफ द बडी इज द डेन्टाइन। ल यति हजुरलाई सबैलाई थाहा भयो। अब हार्डेस्ट टिस्यू डेन्टाइन भयो, त्यस पछाडि हार्डेस्ट सब्स्टान्स के हो त, हार्डेस्ट सब्स्टान्स है, हार्डेस्ट सब्स्टान्स, हार्डेस्ट सब्स्टान्स SUBSTANC है, हार्डेस्ट सब्स्टान्स, हार्डेस्ट सब्स्टान्स अफ द बडी भनेको के होला त, हार्डेस्ट सब्स्टान्स अफ द बडी भनेको इनामेल हुन्छ। के हुन्छ, इनामेल हुन्छ, इनामेल हुन्छ है, इनामेल हुन्छ। हार्डेस्ट सब्स्टान्स अफ द बडी इज द इनामेल। अब हार्डेस्ट पार्ट अफ द बडी त टिथ, हार्डेस्ट पार्ट अफ द बडी है, HARDEST, हार्डेस्ट पार्ट अफ द बडी के हो त, हार्डेस्ट पार्ट अफ द बडी के हो त, हाम्रो टिथ हो, दाँत हो। के हो त, दाँत रहेको, TEETH, टिथ। हार्डेस्ट पार्ट अफ द बडी के हो त, टिथ रहेको छ। अब नेक्स्टमा है हामी पढौँ, स्टडी अबाउट बोन इज कल्ड द ओस्टियोलोजी है, स्टडी एबाउट बोन, हड्डीहरूको बारेमा अध्ययन गर्ने शास्त्रलाई हामी के भन्छौँ त, हड्डीहरूको बारेमा अध्ययन गर्ने शास्त्रलाई मजाले भन्न सक्छौँ हामी ओस्टियोलोजी, OSTO, ओस्टियोलोजी पनि भन्न सक्छौँ। अर्को यसलाई हामी ओर्थोलोजी पनि भन्न सक्छौँ है, ओर्थोलोजी पनि भन्छौँ कतै कतै, ओर्थोलोजी हुन त जोइन्टको होइन, ओर्थोलोजी। अब अर्को त्यसै अर्को यसलाई हामी सिन्डेम्सोलोजी पनि भन्छौँ। यसलाई हामी सिन्डेम्सोलोजी, सिमडेम्सोलोजी है, सिमडेम्सोलोजी, सिमडेम्सोलोजी, ओस्टियोलोजी, अर्थोलोजी एन्ड सिमडेम्सोलोजी, स्टडी अबाउट बोनको बारेमा हामी यसलाई चर्चा गर्दाखेरि अब यति भइसक्यो होइन। हामीले हार्डेस्ट पार्ट अफ द बडी के भन्यो, टिथ भन्यो, हार्डेस्ट कनेक्टिभ टिस्यू बोन, हार्डेस्ट टिस्यू डेन्टाइन, हार्डेस्ट सब्स्टान्स इनामेल रहेको छ। यो हामीलाई याद गर्नुपर्ने जरुरी हुन्छ।
अब हाम्रो नेक्स्ट पार्ट भनेको के हो भने नेक्स्टमा भने कम्पोजिसन अफ बोन। हड्डी के मिलेर बनेको हुन्छ होइन कम्पोजिसन। हड्डीमा के हुन्छ त कम्पोजिसन अफ बोन। ल कम्पोजिसन अफ बोन हड्डीमा के हुन्छ त हामी टाइप्स अफ बोन पनि पढ्छौँ तर यो कम्पोजिसन अफ बोन पढ्दाखेरि सबैभन्दा पहिला 1 नम्बरमा वाटर याद गरौँ कति हुन्छ पानी। अर्को अर्ग्यानिक सब्स्टान्स होइन अर्ग्यानिक सब्स्टान्स है SUBSTANCE सब्स्टान्स है। त्यस पछाडि 3 नम्बरमा इनअर्ग्यानिक सब्स्टान्स इनअर्ग्यानिक सब्स्टान्स। ल वाटर कति पर्छ अर्ग्यानिक योहरू कति प्रतिशत हामी यसमा पढ्दाखेरि हेरौँ त। हेर्नुहोस् वाटर जुन छ वाटर हुन्छ 20 देखि लिएर 25%। 20 देखि लिएर 25% वाटर हुन्छ। अर्ग्यानिक सब्स्टान्स हुन्छ हाम्रो कोलाजन एन्ड फाइबर भन्छौँ हामी जसलाई 30 देखि लिएर 40%। 30 देखि लिएर 40% कोलाजन एन्ड फाइबर है। कोलाजन र फाइबर दुईटै मिलेर कोलाजन एन्ड फाइबर COLLA कोलाजन एन्ड फाइबर। अर्को इनअर्ग्यानिकमा कति होला त इनअर्ग्यानिकमा हाम्रो 40 देखि लिएर 50%। 40 देखि लिएर 50% हुन्छ। 40 देखि लिएर 50% जस्तो हामी मिनरल्स है मिनरल्स पढ्छौँ MINERALS मिनरल्स मेनली के पर्छ यसमा त MAIN मेनली यसमा हुनु भनेको हाम्रो के क्याल्सियम हुन्छ Ca+ मा लेख्छु है क्याल्सियम हुन्छ फस्फरस हुन्छ फस्फोरस क्याल्सियम एन्ड फस्फोरस रहेको हुन्छ। क्याल्सियम र फस्फोरस रहेको हुन्छ खास गरी। अब एउटा हुन्छ हाइड्रोक्सी एपेटाइट केसँग रिलेटेड छ त हाइड्रोक्सी एपेटाइट इज रिलेटेड टु द बोन। हजुरलाई कहिलेकाहीँ सोध्न सक्छ यो के हो। हाइड्रोक्सी एपेटाइट केसँग रिलेटेड छ त बोनसँग रिलेटेड छ। हाइड्रोक्सी एपेटाइट इज रिलेटेड टु बोन। हाइड्रोक्सी एपेटाइट है एपेटाइट is related to bone सँग रिलेटेड हुन्छ। हाइड्रोक्सी एपेटाइट केसँग रिलेटेड छ त बोनसँग रिलेटेड छ। अब यति भइसक्यो द प्रोसेस। अब बोन बन्ने प्रक्रियालाई के भन्छौँ हामी त द प्रोसेस अफ बोन फर्मेसन इज कल्ड द ओसिफिकेसन। द प्रोसेस अफ फर्मेसन अफ बोन। म यो अलिअलि त्यो लेख्दैछु है सर्ट टर्ममा। ल बोन इज ग्रामरमा ओसिफिकेसन के त ओसिफिकेसन। ल बोन बन्ने प्रक्रिया हामी के भन्छ त ओसिफिकेसन भन्छौँ। बोन बन्ने प्रक्रियालाई ओसिफिकेसन भनिन्छ। अर्को हुन्छ यसलाई ओस्टियोजेनेसिस पनि भन्छौँ हामी के त ओस्टियोजेनेसिस है ओस्टियोजेनेसिस भनिन्छ। बोन बन्ने प्रक्रियाले ओसिफिकेसन वा ओस्टियोजेनेसिस पनि हामी यसलाई भन्न सक्छौँ। त्यसै सन्दर्भमा अब हामी याद गरौँ है। हामीलाई अब मेन कुरा याद गर्नु भनेको हेर्नुहोस् द टोटल नम्बर अफ बोन है टोटल नम्बर अफ बोन हाम्रो शरीरमा कति हुन्छ त हजुरलाई सबैलाई थाहा छ। यो नहुने कुरा होइन। यो भनेको 206 वटा छ है। अर्को टोटल नम्बर बोन इन चाइल्डमा टोटल नम्बर बोन इन चाइल्ड
टोटल नम्बर अफ बोन, नम्बर अफ बोन इन चाइल्ड। बच्चाहरूमा कति हुन्छ त? बच्चाहरूमा किनभने पछि यो गएर फ्युज हुने हुन्छ है। 270 देखि लिएर कतिसम्म? 350 सम्म। 350 एभरेजमा हुन्छ, एभरेजमा 300 जति हुन्छ। याद गर्नलाई यो एभरेजमा 300 जति हुन्छ है। द प्रोसेस अफ बोन इज कल्ड द प्रोसेस अफ फर्मेसन अफ बोन इज कल्ड ओस्टियोजेनेसिस अथवा ओसिफिकेसन। टोटल नम्बर अफ बोन इन एडल्टमा 200 छ, बच्चामा 270 देखि लिएर 350, खास गरी 300 वटा है। कतिवटा त 300 वटा रहेको छ। यो हजुरलाई सबैलाई थाहा छ। कम्पोजिसन बोन पनि हामीले पढ्यौँ। कम्पोजिसन बोनमा वाटर 20 देखि 25%, अर्ग्यानिक सब्स्टान्स कति हुन्छ भने 30 देखि लिएर 40%, जसमा कोलाजन फाइबर पाइन्छ। इनअर्ग्यानिक सब्स्टान्समा 40 देखि लिएर 50% है। मिनरल्स मेनली केमा त क्याल्सियम र फस्फोरस हैन, क्याल्सियम एन्ड फस्फोरस हुने गर्दा हुन्छ केमा त हाम्रो कम्पोजिसन अफ बोनमा। अब यति भइसके पछाडि अब हामी अर्को जान्छौँ, टाइप्स अफ बोन है। टाइप्स अफ बोनको बारेमा अब हामी पढ्छौँ। टाइप्स अफ बोन, कति प्रकारको टाइप्स अफ बोन होला त? टाइप्स कति प्रकारको छ ल? टाइप्स अफ बोन अर्थात् हड्डी कति प्रकारको हुन्छ त है? हड्डी कति प्रकारको हुन्छ त्यो त हजुरलाई सबैले थाहा हुनु पर्यो हैन। कसैले 5 भन्छन्। सबैभन्दा पहिला म यसलाई यसरी क्लासिफिकेसन गर्छु, अन द बेसिस अफ स्ट्रक्चरको आधारमा। अन द बेसिस अफ स्ट्रक्चर, STRUCTURE, स्ट्रक्चरको आधारमा जम्मा कति प्रकारको त? यो 2 प्रकारको हुन्छ, बनावटको आधारमा। के को त? बनावटको आधारमा। अर्को अन द बेसिस अफ सेप एन्ड साइज है। अन द बेसिस अफ सेप एन्ड साइज, के त? सेप एन्ड साइजको आधारमा जम्मा 5 प्रकारको हुन्छ। कति प्रकारको हुन्छ? 5 प्रकारको हुन्छ। त्यस पछाडि अर्को अन द बेसिस अफ ओरिजिनको, उत्पत्तिको आधारमा। अन द बेसिस अफ ओरिजिन, अन द बेसिस अफ ओरिजिनको आधारमा जम्मा यो 3 प्रकारको हुन्छ। बनावटको आधारमा 2टा, अन द बेसिस सेप एन्ड साइजको आधारमा 5 वटा, ओरिजिनको आधारमा 3 वटा। यी सन्दर्भमा अब हामी छलफल गर्छौँ है। छलफल गर्दाखेरि सबैभन्दा पहिला तर यदि सोध्यो भने बट एज डाइरेक्टली टाइप्स अफ बोन, यदि डाइरेक्टली सोध्यो भने बट, डाइरेक्टली यदि क्वेसन सोध्यो भने डाइरेक्टली टाइप्स अफ बोन सोध्यो भने 5 प्रकारको हामी डिल गर्ने है, लाउने। यदि फर्स्ट बेला यस्तो क्वेसनहरु आयो भने हैन, डाइरेक्ट टाइप्स अफ बोन सोध्यो भने 5 प्रकारको, न त भने अन द बेसिस अफ सेप एन्ड साइजको आधारमा 5 प्रकार, स्ट्रक्चरको आधारमा 2 प्रकार र ओरिजिनको आधारमा 3 प्रकारको। अब के हो त त्यो त? तिनीहरू के हुन् त? ल, सबैभन्दा पहिला हामी चर्चा गर्छौँ 2टा चिजको बारेमा यहाँ। अन द बेसिस अफ स्ट्रक्चरको आधारमा, अन द बेसिस अफ STRUCTURE है, बनावटको आधारमा। बनावटको आधारमा के त? बनावट। ल, बनावटको आधारमा हामी डिल गर्दाखेरि यसमा 2टा चिज याद गर्नुपर्छ सबैभन्दा पहिला है। म अहिले फिगर पनि बनाउँछु, सुन्नुस्। के याद गर्नु भने बनावटको आधारमा यहाँ यसरी म इन्डिकेसन गर्दैछु। ल,
Yes. Spongy, SPONGY, spongy वा cancellous, cancellous, CELLOUS, cancellous. अर्को हुन्छ कम्प्याक्ट बोन, कम्प्याक्ट वा अर्को हुन्छ कोर्टिकल, कोर्टिकल बोन। स्पोन्जी, क्यान्सलेस, कम्प्याक्ट र कोर्टिकल बोन हुन्छ। अब कसरी बुझ्ने त कम्प्याक्ट एन्ड कोर्टिकल बोन है? कम्प्याक्ट र कोर्टिकल बोन बुझ्ने कसरी त? यसो पनि जादु होला, किनकि त जादु होला नि बुझ्नलाई, हैन? त जादु हामी यसरी याद गरौँ यसमा कि स्पोन्ज नामै छ स्पोन्ज। स्पोन्ज के भन्छ? इट इज अबाउट रगतमा रगत भन्छ, बोनमा लगभग यो एबाउट, it is about 20%. It is about 20%, 20% पाउँछ। तर यो अब 100% बाट यदि आयो भने it is about कति पर्सेन्ट? यो लगभग 80% पाइन्छ है, पाइन्छ, यो पनि पाइन्छ। ल कति प्रतिशत? एउटा हुन्छ 80%, एउटा 20%। अब अर्को हाम्रो यहाँ यो थोरै पचो नाम चाहिँ स्पोन्ज जस्तो। त स्पोन्ज कस्तो हुन्छ त? सफ्ट हुन्छ, हलुका हुन्छ र खस्रो हुन्छ हैन? यो सफ्ट हुन्छ, के हुन्छ त? सफ्ट हुन्छ, हलुका हुन्छ, LIGHT लाइट, अर्को रफ हुन्छ, खस्रो, ROUGH। यसको डाइरेक्ट उल्टा यसमा इट इज हेभी है, यो के हुन्छ त? हेभी हुन्छ, अर्थात् हार्ड हुन्छ, कडा हुन्छ, गरुङ्गो हुन्छ, तर स्मुथ हुन्छ है। के हुन्छ त? स्मुथ हुने गर्दछ है। त्यस पछाडि यसमा रेड बोन म्यारो प्रेजेन्ट हुन्छ। के हुन्छ त? रेड बोन म्यारो, रेड बोन म्यारो, रेड बोन म्यारो के हुन्छ त? प्रेजेन्ट हुन्छ। मैले यसरी गरिदिएको। यसमा के हुन्छ? रेड बोन म्यारो एब्सेन्ट हुन्छ, RBM मैले मात्र लेखेँ। रेड बोन म्यारो के हुन्छ त? एब्सेन्ट हुन्छ। अब हेमोपोइसिसको अर्थ के त? रगत बन्ने प्रक्रिया हैन? हेमोपोइसिस हैन? हेमोपोइसिस। अब हेमोपोइसिसलाई यसरी रेड बुझौँ। हेमोपोइसिस, हेमोपोइसिसमा के हुन्छ भने प्रेजेन्ट हुन्छ हेमोपोइसिस, हेमोपोइसिस, HAE, हेमोपोइसिस कहाँ बन्छ त? हेमोपोइसिस बाई रेड बोन म्यारो। अब रेड बोन म्यारो छ भने हुन्छ नि यसमा हैन? तर यसमा हेमोपोइसिस हुँदैन, HAE, हेमोपोइसिस हुँदैन यसमा। केमा त? किनभने यसमा रेड बोन म्यारो छँदै छैन। हुन्छ कसरी? रेड बोन म्यारो नभएको अवस्थामा हुन्छ कसरी? हुँदैन। ल यसमा मेडुलरी क्यानल एउटा खाली ठाउँ जस्तो प्रेजेन्ट हुँदैन। मेडुलरी क्यानल, मेडुलरी क्यानल, मेडुलरी क्यानल के हुन्छ त? यसमा एब्सेन्ट हुन्छ, एब्सेन्ट हुन्छ, तर यसमा मेडुलरी क्यानल प्रेजेन्ट हुन्छ। मेडुलरी क्यानल, मेडुलरी क्यानल के हुन्छ? यसमा प्रेजेन्ट हुन्छ है। अर्को येल्लो बोन म्यारो एब्सेन्ट हुन्छ यसमा। येल्लो बोन म्यारो, YELLO, येल्लो बोन म्यारो, MARR, येल्लो बोन म्यारो यसमा एब्सेन्ट हुन्छ, तर यसमा येल्लो बोन म्यारो प्रेजेन्ट हुन्छ। येल्लो बोन म्यारो, MARR, म्यारो के हुन्छ त? यसमा प्रेजेन्ट हुन्छ। यति बुझ्नु। एरो मैले दिएको छु इन्डिकेसनको लागि। हजुरलाई पनि नोट पनि दिनेछु, तपाईहरु मेरो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसमा हनी कम्ब लाइक स्ट्रक्चर हुन्छ। यसमा यो के हुन्छ भने हनी, माउरीको घार जस्तो हुन्छ, HONY, हनी कम्ब लाइक स्ट्रक्चर, COMB, कम्ब लाइक स्ट्रक्चर, STRUCTUR, स्ट्रक्चर। यो एडिपोज टिस्यु फर्मेसन। यसले के बनाउँछ त?
एडिपोज टिस्यु बनाउँछ फ्याट है। किनभने येलो बोन म्यारो चाहिँ एडिपोज टिस्यु फर्मेसन, एडिपोज टिस्यु फर्मेसन गर्छ कसले त कम्प्याक्ट बोनले है। एकचोटि अझै सुनिहाल्नुलाई यो यसको बारेमा। अन द बेसिस अफ स्ट्रक्चरको आधारमा, अन द बेसिस अफ स्ट्रक्चरको आधारमा जम्मा 2 प्रकारको हुन्छ। अब कुन कुन हुन्छ त कन्सेलियस वा स्पोन्जी बोन जसलाई हामी भन्छौँ। एउटा हुन्छ कम्प्याक्ट एन्ड कर्टिकल बोन, अनि अर्को हुन्छ हाम्रो अर्को है कम्प्याक्ट वा कर्टिकल यसैलाई भन्छौँ हामी। त्यस पछाडि स्पोन्जी बोनमा, स्पोन्जी बोन यो के हुन्छ 20% मात्र पाइन्छ हड्डीमा है। मानव अहिले म एउटा लङ बोनको के गर्छु भने फिगर बनाउँछु, हेर्नुहोस् लङ बोनको फिगर भनेपछि तपाईँहरू अवश्य बुझ्नुहुन्छ। हेरौँ त पहिला बुझ्नुहोस् है मैले के बनाउँदैछु। ल सिम्पल तरिकाले यो यहाँ भरेको यो मेडुलरी क्यानल हो है, के हो त मेडुलरी क्यानल रहेको छ। यो मेडुलरी क्यानलमा यो भनेको है, यो भनेको सबै रेड बोन म्यारो हो। यो त यो रेड बोन म्यारो रहेको छ यहाँ, रेड बोन म्यारो। यो मेडुलरी क्यानल, मेडुलरी क्यानल है। जुन हार्ड पार्ट छ त्यो भनेको कम्प्याक्ट बोन हो, तर जुन यहाँ भनेको स्पोन्जी हुन्छ है, सफ्ट हुन्छ, हलुको हुन्छ, के हुन्छ त सफ्ट हुन्छ यिनीहरू साइड साइडमा, द्याट इज द स्पोन्जी बोन। के हो त स्पोन्जी बोन है। हार्ड पार्ट, हेभी पार्ट एन्ड स्मुथ हुन्छ, यिनीहरू के हुन्छ सबै यिनीहरू कम्प्याक्ट बोनभित्र पर्छ। त सबैभन्दा बढी कुन छ त यो कम्प्याक्ट बोन। त कम्प्याक्ट बोन कति भयो त 80% भयो भने बाँकी रहेका कुन हो त स्पोन्जी बोन जुन 20% मात्र पाइन्छ है, 20% मात्र पाइन्छ। र आज हामीले के डिल गर्यौँ, आज हामीले के पढ्यौँ त त्यही बोनको बारेमा, के बोनको डेफिनिसन पढ्यौँ होइन, बोन के हो, बोन के हो, त्यसपछि टाइप्स अफ बोन, बोन कति प्रकार, बोनको कम्पोजिसनको बारेमा आज हामीले पढ्यौँ है। ल यो आज हामीले बोनको कम्पोजिसनको बारेमा पढ्यौँ होइन। अर्को हुन्छ हाम्रो टाइप्स अफ कम्पोजिसन पनि पढिसक्यो हामीले। अब टाइप्स अफ बोन अन द बेसिस अफ स्ट्रक्चरको आधारमा हामीले पढ्यौँ होइन। अब अन द बेसिस अफ स्ट्रक्चरको आधारमा त्यो थियो। अर्को हुन्छ अन द बेसिस अफ, ल याद गरौँ, अन द बेसिस अफ, अन द बेसिस अफ टाइप्सको आधारमा, अन द बेसिस अफ सेप एन्ड साइजको आधारमा, अन द बेसिस अफ सेप एन्ड साइजको आधारमा, सेप एन्ड साइजको आधारमा। ल सेप एन्ड साइजको आधारमा कस्तो हुन्छ त यो पनि हामी जानिराखौँ। एउटा हुन्छ लामो बोन हुन्छ जसलाई हामी लङ बोन पढ्छौँ, यसको पनि हामी पछि पढ्छौँ कुन कुन यो भित्र पर्छ। इक्जाम्पलमा सर्ट बोन हुन्छ, लामो भयो भने सानो पनि होला सर्ट बोन होइन। त्यसपछि हुन्छ फ्ल्याट बोन, फराकिलोवाला फ्ल्याट बोन जो हामी स्क्यापुलाहरू हुन्छ होइन। त्यस पछाडि हुन्छ इरेगुलर, त्यसको कुनै सेपै हुँदैन राम्ररी,
रेगुलर, जसलाई हामी भर्टिब्रल भन्छौँ, इरेगुलर बोन। अर्को बोन हुन्छ हाम्रो सिसामोइड बोन है, सर्लङ्गैदेखि वारपार सिसामोइड बोन है, सिसामोइड बोन हामी भन्छौँ। यो त भयो अन द बेसिस अफ सेप एन्ड साइजको आधारमा। अर्को टाइप्स हुन्छ हाम्रो अन द बेसिस अफ ओरिजिनको आधारमा। 3 नम्बरमा अन द बेसिस अफ ओरिजिनको उत्पत्तिको आधारमा कुन कुन प्रकार होला त? उत्पत्तिको आधारमा पनि हाम्रो विशेष यहाँ रहेको छ, जसको नाम हो, एउटा हुन्छ मेम्ब्रेनियस, MEMBERANO मेम्ब्रेनियस बोन। त्यसपछि हुन्छ कार्टिलेजिनियस है, LAGINOUS कार्टिलेजिनियस। अर्को हुन्छ हाम्रो टेन्डेनियस, TENDENOUS टेन्डेनियस बोन हुन्छ है। टाइप्स अफ बोनको बारेमा हामीले अन द बेसिस अफ स्ट्रक्चरको आधारमा, अन द बेसिस अफ सेप एन्ड साइजको आधारमा, अनि अर्को अन द बेसिस अफ ओरिजिनको आधारमा हामीले पढ्यौँ। ल, आजको भिडियो हजुरलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, र अर्को दिन हामी नेक्स्ट दिन हामी यही बोनको सम्पूर्णको बारेमा होइन, बोन सेलको बारेमा, स्ट्रक्चर अफ बोनको बारेमा होइन, त्यो लङ बोन कस्तो हुन्छ, एपिफाइसिस, डायफाइसिस र मेटाफाइसिसको बारेमा हामी नेक्स्ट भिडियो लिएर तपाईँहरूको माझमा आउनेछौँ। हस्त आजको लागि थ्याङ्क यू है सबैजनालाई।